सम्पूर्ण नमस्कार साथीहरु। आज हामीले लोकसेवा तथा शिक्षक सेवा आयोगमा सोध्ने आईक्यूमा चाहिँ एकदमै फास्ट क्याल्कुलेसन कसरी गर्ने त भन्ने कुरा सिक्न गइरहेका छौं। आज हामीले दुईवटा डिजिट मात्र हेर्ने छौं। दुईवटा डिजिट ढिला नगरौं, सुरु गरिहाले मैले। दुईवटा डिजिट जस्तो लास्टमा 5 आइदियो है, जस्तो 65 आइदियो। यसको चाहिँ स्क्वायर निकाल्नु पर्ने भयो पनि कसरी गर्ने त भन्दाखेरि यो पछाडी 5 आइसकेपछि 5 × 5 गर्दाखेरि 25 हुन्छ साथीहरु। त्यसै यो 6 भन्दा एक ठुलो कति हो? 7 हो। यो 7 ले यो 6 सँग मात्रै मल्टिप्लाई गर्ने। 7 6 का 42 यसरी निकाल्ने। त्यसैगरी 35 को निकाल्नु पर्यो। 35 को स्क्वायर भने के गर्ने? 5 आइसक्यो, 25 3 भन्दा एक ठुलो कति हो? 4 ले 3 सँग मात्रै मल्टिप्लाई गर्ने 4 3 12 यसरी गर्ने है त। सजिलो छ। भिडियो रोकेर हेर्नु होला यदि गाह्रो लाग्यो भने। त्यसैगरी दुईवटा डिजिट लास्टमा चाहिँ 0 आइदियो है। जस्तै सपोज दैट यहाँ चाहिँ कस्तो आइदियो भन्दाखेरि 80 आयो। 80 को स्क्वायर यस्तो गर्दाखेरि चाहिँ 8 को स्क्वायर कति हुन्छ? 8 8 64 डिस्को डबल 0 गरिदिने। त्यसैगरी 40 को स्क्वायर निकाल्नु पर्यो। 4 चौको 16 0 को डबल 0 यसरी गर्ने है त। त्यसैगरी 0 पनि आएन, 5 पनि आएन, फरक टोटली फरक नम्बर आइदियो। यसरी कसरी गर्ने? जस्तो सपोज दैट 63 × 63 गर्न पर्यो, अथवा चाहिँ 63 को स्क्वायर गर्न पर्यो हैन। यो भनेको त 63 त हो। 63 को स्क्वायर गर्न पर्यो भने के गर्ने त भन्दाखेरि यस्तो केसमा चाहिँ अलि फरक हुन्छ। 63 यसरी मल्टिप्लाई गराउने। अनि यसमा चाहिँ कसरी गर्ने भन्दाखेरि यो लास्टको दुईवटालाई चाहिँ मल्टिप्लाई गर्ने। 3 3 जा 3 3 9 भयो है। हाता छ भने जोड्ने, हाता छैन। अब क्रस गुणन गर्ने, यसले गुणन गर्ने, यसले गुणन गर्ने अनि जोड्ने। 6 3 18 फेरि 6 3 18 18 18 6 3 जोड्दाखेरि कति भयो? 18 भयो। के रे मल्टिप्लाई गर्दाखेरि फेरि यसले 6 यसले फेरि योसँग गर्ने 6 3 18 18 हैन। 18 18 कति हुन्छ? 36 हुन्छ। 36 को 6 हाता लाग्यो 3। अब फेरि यो दुईटाको मल्टिप्लाई गर्ने। 6 6 का 36 36 मा 3 जोड्दा 39 है त। 3 9 39 यसरी गर्ने है। बुझ्नु भयो होला नि के गर्ने त भन्दाखेरि लास्टका दुईवटा नम्बरलाई मल्टिप्लाई गर्ने अनि क्रसमा मल्टिप्लाई गर्ने। अनि क्रसमा मल्टिप्लाई गर्दा दुईवटा क्रसको आउँछ, जस्तो 18 18 आयो, यसलाई जोड्ने अनि त्यसको क्यारी लगाइदिने अनि फेरि यसको दुईटाको मल्टिप्लाई गर्ने अनि त्यो क्यारी जोड्ने अनि यहाँ चाहिँ लेख्ने है। जस्तो सुरुमै यहाँ त्यो क्यारी सुरुमै अगाडि बढाउनु पर्ने हुन्छ हामीले। ल साथीहरु, त्यसै गरी जस्तो अब यसको लागि रुलहरु है त। जस्तो मैले अहिले यहाँनिर 62 गरे है त। अब हेर्नुस् यहाँ 62 मा 2 लाई मल्टिप्लाई गर्ने कति हुन्छ? 2 दुना 4। अब क्रस मल्टिप्लाई गर्ने। 6 दुना 12 6 दुना 12 6 दुना 12 6 दुना 12 12 12 24 24 को 4 हात लाग्यो 2। अब फेरि यो दुईवटालाई मल्टिप्लाई गर्ने। 6 6 का 36 अनि 12 भएको थियो अगाडि, 2 क्यारी भएको थियो हैन। 6 6 का 36 मा 2 जोडे 38 यसरी चाहिँ गर्ने है त। अब रुलहरु हेरौं त। 1 नम्बर रुलमा चाहिँ अन्तिमका दुईवटा अङ्कलाई गुणन गर्ने। अन्तिमका 2 अङ्क गुणन गर्ने। अन्तिमका दुईवटा अङ्कलाई गुणन गर्ने। त्यसपछि
दोस्रो नम्बरमा क्रस गुणन गर्ने र जोड्ने क्रस गुणन गरी जोड्ने र तेस्रो नम्बरमा अन्तिम अगाडिका सुरुका दुई अङ्क गुणन गर्ने यसरी गर्ने है त। ल फेरि पनि एउटा मैले इक्जाम्पल लिए जस्तो कतिले भन्दाखेरि अर्को उदाहरण 6 छका 36 36 क्यारीमा 3 त्यसैगरी क्रस मल्टिप्लाई 6 त्यहाँ 18 6 त्यहाँ 18 18 दुना 36 18 यहाँ चाहिँ क्रसमा चाहिँ 6 त्यहाँ 18 6 त्यहाँ 18 18 18 36 36 मा यो क्यारी 3 यहाँ 36 को क्यारी 3 गर्दाखेरि 39 को 9 हात लाग्यो 3 फेरि अब सुरुको 3 वटा अङ्कलाई मल्टिप्लाई गर्ने 3 त्यहाँ 9 सुरुको 3 वटा 3 त्यहाँ 9 प्लस क्यारी 3 ले गर्दाखेरि 12 है 9 मा 3 जोड्दा 12 यसरी गर्ने है त साथीहरु। यसरी चाहिँ एकदमै प्र्याक्टिस गर्नु होला।